आज छोरी 8 वर्षको भई। तर जब यो छोरी 3 महिनाको थिए आमाको गर्भमा मेरो जीवनमा एउटा प्रश्नले सताउन थाल्यो। त्यो प्रश्नको उत्तर म तपाईँलाई आज भन्नेछु र आशा छ तपाईँ जो बुवाहरू हुनुहुन्छ तपाईँलाई यो प्रश्नको उत्तरले सान्त्वना मिल्नेछ। र यस प्रकारको छ यो कथा चाहिँ। मेरो छोरी आमाको गर्भमा 3 महिनाको हुँदाखेरि हामी अल्ट्रासाउन्ड गर्न गयौँ अनि अल्ट्रासाउन्ड गर्ने व्यक्तिले चाहिँ मलाई भन्यो, तपाईँको बच्चा छोरा हो कि छोरी हो जान्न चाहनुहुन्छ भनेर सोध्यो मलाई। अनि मैले हुन्छ भने अनि उहाँले भन्नुभयो तपाईँको बच्चा छोरी हो। अब थाहा छैन मलाई जब तपाईँलाई तपाईँको बच्चा छोरा वा छोरी हो भन्दा तपाईँको दिमागमा के चल्छ, तर मेरो दिमागमा चाहिँ अचानक त्यो पलको लगभग 25-26 वर्ष अघिमा म पुगेँ र मैले आफ्नो छोरीलाई चाहिँ कसैलाई विवाह दिएको कुरामा म पुगेँ अबको 25-26 वर्षपछि र मेरो दिमागमा चाहिँ त्यो व्यक्ति कस्तो हुन्छ होला, के त्यो व्यक्ति मैले भन्दा बढी प्रेम गर्न सक्छ मेरो छोरीलाई भनेर प्रश्नले मलाई सताउन थाल्यो। अब मान्छेको दिमागमा के हुन्छ, तर मेरो दिमागमा चाहिँ त्यो प्रश्नले सताउन थाल्यो। अब छोरी जन्मेको पनि छैन, जम्मा 3 महिनाको छ, आमाको गर्भमा छ। अहिलेदेखि नै मलाई समस्या हुन थाल्यो, मलाई सताउन थाल्यो त्यो प्रश्नले। के मेरो छोरीलाई मैले भन्दा बढी माया कसैले गर्न सक्छ? 9 महिनापछि छोरीको जन्म भयो अनि मैले चाहिँ मनमनमा के चाहिँ परमेश्वरसँग प्रार्थना गरेको थिएँ भने सबै मेरो जस्तो जाओस् तर मेरो नाक जस्तो चाहिँ नजाओस् है भनेर मैले मनमनमै प्रार्थना गरेँ। तर जब छोरी जन्मे हत्ता न पत्ता मैले चाहिँ कतै नहेर्किन मेरो आँखा चाहिँ नाकमा गयो र उफ, नाक त झन् ठ्याक्कै मेरो पो लिएर आएछ। तर केही छैन, आफ्नै छोरी हो, परमेश्वरलाई धन्यवाद। 1 वर्षको बर्थडे हो यो चाहिँ, तर यो बर्थडे व्यर्थमा मना जस्तो भयो किनभने उसले बुझेकै छैन, उसले सोच्नै सक्दैन उसको के भइरहेछ, बर्थडे भइरहेछ के भइरहेछ। सबैभन्दा इन्जोय नगरेको त मेरै छोरीले होला यति बेला। त्यसैले नयाँ बुवा आमाहरू छोरीको बर्थडे छोराछोरीको बर्थडे यो 1st, 2nd, 3rd, 4th यो नमनाइ नै हुँदो रहेछ किनभने उसले बुझेकै हुँदैन। अलि ठुलो भएपछि जति बेला चाहिँ उसले इन्जोय गर्छ आफ्नो साथीभाइसँग त्यति बेला मात्रदेखि मनाउन थाले हुन्छ, नत्र त यो बेकारमा। जब मेरो छोरीलाई म हेर्छु मन शान्त हुन्छ, मन आनन्द हुन्छ। तर कहिलेकाहीँ चाहिँ फेरि दिक्कै पार्छ। यसले गर्दा त मैले ट्राफिक रुल पनि ब्रेक गरेको छु। लगभग 2 वर्षको थियो होला, काममा जान ढिलो भइसक्यो। अब कार सिटमा बस्दैन, रोक्को रोइ गर्छ, काखमा बसेर ऊ पनि चलाउने अरे। आफूले काममा जान ढिलो भइसक्यो अनि मेरो पालो थप्पड पनि लगाइदिए, तर के गर्नु मान्दैन। अनि काखैमा हालेर सानो थियो, देखिँदैन थियो, पुलिसले पनि देख्दैन थियो। त्यति बेला अलिक क्यामेरा थिएन कि क्या हो, ट्राफिक फाइन पनि परेन। तर काखैमा हालेर हर्सफिलबाट कुदाएर लगे काल्टनसम्म। यो चाहिँ उसको 1st डे अफ स्कुलको पहिलो दिन र उसँग छन् उसको फेभरेट गुडिया, उसको नाम हो 1 डग, उसको फुपूले दिएको गिफ्ट हो। अनि यो 1 डग चाहिँ धेरै ठाउँमा पुगेको छ, नेपालमा, न्युजिल्यान्डमा, न्युकासलमा, ताजमानियामा, मेलबोर्नमा, हामी नपुगेको ठाउँमा पुगेका छन् यो 1 डग। अहिले चाहिँ यो मैले लुकाएर राख्दैछु, ध्वस्तै भइसक्यो अझै पनि च्याप्न छोड्दैन। मैले चाहिँ यसलाई लुकाएर राख्दैछु, उसलाई थाहा पनि छैन। यसको सबैभन्दा समस्या नि कहीँ पार्टीहरू कतै जानु पर्यो भने कपडै नलाइदिने, कपडा लाउनु पर्यो भने आमा र छोरीको ठुलो झगडा हुन्थ्यो, रुवाबासी भैमा लडी बुढी। अहिले त चोइसको लाउनु पर्ने उसको पार्टी ड्रेस के हो है। त्यही भएर तपाईँ नयाँ बुवा आमाहरूलाई म एउटा सजेसन नआत्तिनुहोस्। बिस्तारै जब बढ्दै जान्छ छोरी छोराहरू, उनीहरूको बिहेभियर पनि फरक हुँदै जाँदो रहेछ। मैले सुरुमा गरेको प्रश्नको उत्तर म तपाईँलाई भन्न गइरहेको छु कि मैले भन्दा कसले बढी मेरो छोरीलाई प्रेम गर्न सक्छ। तर एकजना हुनुहुन्छ, उहाँको नाम यीशु हो र धर्मशास्त्र बाइबलमा भन्दछ यशाया 49:15 र 16 के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसले टिठाउँदिन र त्यसले बिर्सन पनि सक्छ? तर म त तँलाई बिर्सन सक्दिनँ, हेर मैले तँलाई मेरो हत्केलामा खोपेको छु भनेर परमेश्वर भन्नुहुन्छ। हिब्रू 13:5 म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन,
म तिमीहरूलाई त्याग्ने छैन। यूहन्ना 3:16 परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमा विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। म भन्दा बढी पनि मेरो छोरीलाई माया गर्ने परमेश्वर हुनुहुन्छ। म ढुक्क छु मेरो छोरीलाई मैले भन्दा बढी परमेश्वरले प्रेम गर्नुहुन्छ र तपाईँ पनि ढुक्क हुनुहोस्। तपाईँको छोराछोरीलाई परमेश्वरले असाध्यै प्रेम गर्नुहुन्छ, उहाँले वास्ता फिक्री गर्नुहुन्छ। हेर्दा हेर्दै मेरो छोरी 8 वर्षको पुगी, तर उस्तै छे मसँग खेल्छिन्। यो भिडियो हिजो मात्र हामी घरको ब्याकयार्डमा खेल्दै थियौँ। CCTVमा यो रेकर्ड भएको हो। तर बिस्तारै बिस्तारै ऊ टाढा टाढा हुन्छन्, यो मलाई थाहा छ। ऊ बिस्तारै बिस्तारै टिन हुन्छन्, एडल्ट हुन्छन्, उसको आफ्नो करियर हुन्छ। तर केही छैन, उसको सम्झना मसँगै हुन्छन्। उसले तोते बोली बोल्दै ड्याडी ड्याडी आई लभ यु ड्याडी भनेको मेरो मनमा गुन्जिरहनेछ। Daddy, Daddy, I love you.